आज म मेरै कुरा गुनगुनाउँछु। मलाई जस्तो लाग्छ त्यस्तै सुनाउँछु। सुनिदिनेहरूलाई सुनै सुनको माला, म भन्नेलाई फुलको माला। आमा, म निन्द्रालाई खाटमै सुताएर राता आँखाहरूले सपनाहरू बोकी कता कता गुमनाममा हिँडिरहेछु। आरामको खुबसँग धज्जी उडाएर अलार्मको घन्टीमा सुत्नै नपाई उठेर काममा हिँडिरहेछु। विदेशमा यस्तै रहेछ आमा सबैको हालत। तिमी नरोइ बस है, आजसम्म त म पनि बाँचिरहेकै छु। मेरो पिर नगर कति पनि, बरु ख्याल गर आफैले आफैको। के पिर गर्छौ मजा अब छोडेर जानेको। समय कति छिटै बितेछ है आमा। हिजै जस्तो लाग्छ म स्कुलबाट आउँदा तपाईँ भन्ने गर्नुहुन्थ्यो नि, आज त आइतबार 6 बजे लाइन जान्छ, छिटो छिटो पाठ गरेर सक्नु है, म गाईलाई घाँस लिएर आउँछु। म सधैँ सम्झिरहन्छु आमा। म हिजो त्यो बेलामा तपाईँले भने जसरी सरासर होमवर्क गरेको भए, 6 बजे बत्ती जानुभन्दा अगाडि सरासर पाठ गरेर सकेको भए, आज जिन्दगी जिउने बहानामा यतिका धेरै होमवर्कहरू, यतिका धेरै पाठहरू गर्नुपर्ने थिएन कि है आमा। यो बिरानो सहरमा सबैतिर उज्याला बत्तीहरू बलिरहेका छन्, तर मेरो यो मनमा खै किन हो यतिका बत्ती मध्येबाट पनि एउटै बत्तीको थोरै झिल्को समेत बस्न सकिरहेको छैन। दूरसम्मको अँध्यारो छिचोलेर जुन आफू देखिरहेको छ, सानै सही म देखिएँ भने बल्ल आफ्नो रूप अरूलाई देखाउन पाउँछु भन्दै ओ हेर त माथि ताराहरू पनि चम्किरहेको छ। तर म न आफूमा उज्यालो पसाउन सक्छु, न आफै उज्यालो बन्न सक्छु, न त कसैलाई उज्यालो बनेर देखाउन सक्छु। नचाहेका हजारौं चिजहरू बार बार जीवनमा आइरहन्छन्, तर हजार पटक चाहेका एउटै चिज पनि जीवनमा आउन खै किन यति डराइरहन्छन्। जब आकाशमा हेर्छु म बाल्टीका बाल्टी बिहान बेलुका दुध दिइरहने माली गाईलाई सम्झिन्छु। मलाई दुध खुवाउँदा खुवाउँदै बुढी भएर माथि पुगेकी, आफ्नाले आफ्नालाई सजिलै चिन्छन् रे। तिमीले मलाई चिन्यौ माली गाई? हुन त तिमी खुवाउनेमा पर्यौ, केही गरी बिर्सियौ पनि होला। म त खाने हुँ, त्यसै तिमीलाई सजिलै कहाँ बिर्सिन सक्छु र आमा। माली गाईले राति दिएर गए, रातिले यो ऊ त्यो हुँदै म
साइत गरेर हिँड्ने बेलासम्म त काली गाईले अब्बा गरेर कराउँदै थिए। उसले उसैको भाषामा ल ल हाम्रोसँग जानु, अब हाम्रो भेट होला नहोला, सायद यही भनेकी होली। हामीले पालेका यतिका गाईहरू बुढा हुँदै गए, यो हामीसँग बस्ने अभाव कहिले बुढो हुन्छ? अनि म घर कहिले आउने आमा? कोही हुनु भनेको कोही नहुनु पनि रहेछ। कोही हुनु भनेको कोही नहुनु पनि रहेछ। कोही नहुनु भनेको कोही हुनु पनि रहेछ। उड्नेहरू पनि त हावाले छोडेपछि झर्ने भनेको त भुइँमै रहेछ। भ्रमको निन्द्राबाट बिउजिएर हेर्दा आफ्नो भनेको त आफू मात्रै रहेछ। आमा, मैले निन्द्रामा देखेका एउटा एउटा सपनाका काँचा इँटाहरूलाई कति माफै जलेर पकाएँ, कति तिमीहरूका ताताले सेकाएँ, कतिलाई धनले सुकाएँ, कतिलाई ऋणले सुकाएँ र मिलाएर घर परिवार आफन्तको मायाले बिस्तारै उठाएँ। साथी भाइ अर्ने पर्नेका रङहरूले सजाएर जुन एउटा मन्दिर बनाएको थिएँ, तर नसोचेको नसम्झेको एउटा ठुलो भूकम्प आयो र गर्ल्याम्म ढलायो। जसका पराकम्पनहरूले यसरी हल्लायो, मेरा ज्ञान विवेक र बुद्धिहरूले कुदेका इट्टाहरू फुटाएर लग्यो। मेरा एक एक सपनाहरूलाई हावा सँगसँगै उडाएर लग्यो। त्यो पराकम्पन यसरी आयो, जसलाई जति बल लगाए पनि मैले त्यसलाई म आफूभित्र सोच्नै सकिनँ। मेरो घर ढल्नबाट मैले कसै गरी रोक्नै सकिनँ। मेरो देख्न नमानिरहेका आफ्नाहरूबाट बनाइएका बातहरूले मेरा बालाई डगमगाउने बनायो। बा डगमगाउँदा मेरो घरको जग हल्लियो। डराएकी मेरी आमाका स्वरहरूले घरको पिल्लर हल्लियो। पिल्लरसँगै झ्याल ढोका पालीहरू सबै हल्लिए। मेरी उनी हल्लिएको घरमा सानो छोरो च्यापेर बस्न डराइन्। फुटेका इट्टाहरू बिस्तारै झर्दै झर्दै गए। दुश्मनलाई चिहाउने थुप्रै झ्यालहरू बने। सन्धियाराहरूलाई कुरा काट्ने विषयहरू बने। तब मेरो आत्मविश्वास गर्ल्याम्म ढल्यो। र पनि अझै जसलाई सम्झेर म आशाको त्यान्द्रो तान्थेँ, कमजोर मेरा छतका कङ्क्रिटहरू तिनैले झारे, जसलाई म सबैभन्दा नजिकको ठान्थेँ।
अझ जोरले भयो तिनैबाट मुड्कीको प्रहार। झरे बाँकी रहेका इट्टाहरू रहेनन् कहीँ कतै केहीका छिट्टाहरू। अब कुनै बार कुनै दिन कसैलाई मेरो मन्दिरमा पस्न बन्देज छैन। सबैजना सजिलै ओहोर दोहोर गर्न सक्छन्, कसैलाई केहीको सन्देह छैन। खुल्ला आकाश मुनि छरपष्ट छरिएका मेरा मेहनत र पसिनाका सपेटाहरू सब सके लुटेराहरूले आफ्नो औकात देखाइ छाडे अन्तिममा चुतियाहरूले। बाँकी थियो त केवल झरेका इट्टाहरू अनि धुल्याम्य भएर ठिङ्रिङ्ग ठडिएको र झिङ्रिङ्ग भएको म। मेरा बाध्यता, परिस्थिति र जिम्मेवारीहरू यहीँबाट एक आपसमा परिचित भए र मेरो मनमा एउटा सोचको बिउ रोपेर छाडे बाँकी सबलाई झारहरूले छोपेर। म सोचमाथि रहरहरू खन्याउँदै खन्याउँदै सपनाको बिउ रोपेर कुरिरहेँ। छोपेकाहरू हराउँदै गए र रोपेकाहरू पलाउँदै आए। आफ्ना रहरहरूलाई गोडमेल गर्दै गर्दै ठाउँ ठाउँमा च्यातिएको मनलाई सपनाका टालाहरूले टाल्दै टाल्दै ठ्याक्कै अक्टोपस जस्तै देखिने गरी सजाएको थिएँ। सोचमाथि रहर खन्याउँदा विदेश पलायो र मलाई विदेश जानु थियो। मलाई महसुस भइसकेको थियो यदि म यहीँ बसिरहने हो भने अब बार बार आइरहने भूकम्पका पराकम्पनहरूले मलाई सधैँ हल्लाइरहनेछ। अन्ततः विसा लाग्यो। घरमा सुनाए। बोलीमा बा आमाको आँसु भरिएको आवाज सुने। खुसीका आँसुहरू कम थिए। छोरो टाढा जाने भयो भनेर पनि सायद पिर बढी थियो होला। मेरा सपनाहरूले देखेको देश, मेरो भिजामा लेखेको देश, जसले मेरा सपनाहरूसँग मलाई साक्षात्कार गराउने आशमा मैले मेरा मनमा पलाएका आत्मबलहरूलाई बढाएँ खासमा। आफ्नै खुट्टामा उभिने रसमा सबैबाट टाढा गएँ कसै सामु नदेखिने आशमा। सबैले छाडे तर आमाले छाडिन। आमाले बार बार फोन गरेर भन्नुहुन्थ्यो, फोन पनि उठाउँदैनौ, होइन कता छौ? आमा के भनौँ, कता भनौँ? म मेरो सपनाले जन्मेको ठुलो सहरमा आएको। कसरी भनौँ आमा, म कहाँ आएको? यहाँ जति सुतेँ ती भन्दा धेरै रातहरू नसुतेरै बिताएँ। जस्तो थियो समय त्यस्तै गरी बिताएँ। बाटो घुमाउरो अनि धेरै फेरो थियो, तर छिट्टै पर पुग्ने रहर
मेरो थियो। आमा, नआत्तिनु ल। म मेरो यात्राको कथा कुनै दिन सुनाउँछु। यो यात्रामा कहाँ कहाँ लडेँ, के गुमाएँ, कस कसले कहाँ कहाँ घोचे, म सबै सुनाउँछु। यो पालि त मलाई हार्न छुट नै छैन, त्यसैले सके पनि नसके पनि दौडिरहेछु। अहिले सबै कुरा भने हार्न लागेर बहाना खोज्यो भन्लान्। हार्नेहरूले खोज्ने त बहाना नै हो। मलाई जित्नु छ आमा, म जितका लागि उपायहरू खोजिरहेछु। अहिले अनुमानहरू छन् मसँग, जुन गलत पनि भइदिन सक्छन्। यो मेरो मनको कल्पना हो आमा। जे सुनाउँछु पछि आरामले अनुभवमा सुनाउँछु है। जति नै हिम्मत हारे पनि घरमा कहिले सुनाउन सकिन। रहरका बीच अभाव भइदिँदा मैले कहिल्यै पुर्याउन सकिन। माया गर्दो रहेछ आमा, अभागीलाई खुब धेरै अभावले। बेकार सम्झियो जिन्दगी कतै फुत्त पुर्याउन सकिन। आमा, जिन्दगीमा आश लाग्दा चिजहरू भनेका धेरै हुँदा रहेछन्, तर धेरै आश लाग्दा चिजहरूबाट पनि खास लाग्दा भनेका नि बामा मात्रै रहेछ। बा, तिमी नरोइकन बसे है। यतिका दिनसम्म धेरै गर्यौ, अब म गर्छु। तिमी आराम गर, आनन्दले बस। बरु अनुभवका भोटाहरू छन् भने देखाऊ, मिलेछ भने भिरौँला, नभए सानो ठुलो जे हुन्छ त्यही भनौँला। यो मेरो मनभित्रको कुण्ठा हो, भगवानलाई रुन लेखेको होइन। अतीतलाई सम्झँदै फेरि फेरि भावुक हुन लेखेको होइन। आँखाका गराभित्र भरिएका कञ्चन पानीहरूले अनायासै छल्किएर परेलीका आलीहरूमा छुन लेखेको होइन। यो मेरो मनभित्रको कुण्ठा हो, भगवानलाई रुन लेखेको होइन। बा, मलाई यहाँ छोडेका ती जहाजहरूले तिमीलाई बेला बेला ठुलो आवाजमा घर छेउमै उडेर खुब गिज्जाइरहन्छ हो। यो परदेशीले गाउँबेसीलाई बार बार सम्झिरहने बेला खै के हुन्छ, आँखाका पानीले परेली त्यसै भिजाइरहन्छ हो।
मेरा बाको पुरै उमेर यही सोचेर बित्यो, मलाई जे जस्तो भए पनि मेरो परिवारलाई आराम होस्, आनन्द होस्, निरोगी हौँ, शान्ति मिलोस्। बिचरा मेरा बा आफूलाई सब थोक भएको छ, मनमा शान्ति कहिल्यै छैन, र पनि केही नभए जस्तो। बा परदेशमा दुःख केलाई भन्छ, सुख केलाई भन्छ, देखाउने भनेको के रहेछ, नदेखाउने भनेको के रहेछ, अनि म को रहेछु, साथी भनेका को हुन् र साथी जस्ता भनेका को रहेछन्। यी कुराहरूको उत्तर अब खोज्न सक्ने भएको छु। मेरा साथीहरू केही नेपालमै छन्, धेरै म जस्तै गुण छोडेर निस्किएका छन्। बेला बेला साथीहरूको फेसबुक पोस्ट हेर्छु, सबैले केही न केही गरिसकेका छन्, म मात्रै कहीँ कतै पर क्षितिजमा हराए जस्तो, कहीँ कतै टक्क अडिएर बसे जस्तो लाग्छ। तर एक्कासी मेरो दायित्व र जिम्मेवारीलाई सम्झन्छु, अनि धैर्यता, विश्वास र निरन्तरतालाई सम्झन्छु, र फेरि यसले पारेको प्रभावलाई सम्झन्छु। तब लाग्छ म गलत छैन। म मेरो कर्मको धर्म निर्वाह गर्दैछु, म हुनुको शर्म निर्वाह गर्दैछु। व्यर्थै आजसम्म आवेशमा दन्ती बलेर बाँकी अन्धकारलाई पालेछु। आज दीप मधुरै बलोस् तर बलिरहने सपनालाई पालेछु। धेरै पछाडि आजभोलि अलिअलि मैले म भित्रको एउटा सानो बच्चा जस्तो मनलाई महसुस गरेको छु आमा, जुन एकदमै कोमल छ र सधैँ त्यस्तै भइरहन चाहन्छ र त्यत्रै भइरहन चाहन्छ। उसको निर्दोषपन हेरिरहने मन, जुन मजाले हाँस्छ अनि मजाले रुन्छ, जुन एकै ठाउँमा थिर भएर कहिल्यै रहन जान्दैन अनि मान्दैन। आजभोलि म पनि यो सानो बच्चालाई सधैँ यस्तै राख्न चाहन्छु, किनकि मलाई मेरी आमाले भनेको याद छ, परमात्माको द्वार बालक जस्तो निर्दोष मान्छेहरूका लागि मात्र सधैँभरि खुला हुन्छ अरे। मिठो वचन बोल्न सके शत्रुहरू पनि मिठो बन्छन् रे। आफ्नो मनलाई आफैले बुझ्न सके घृणाहरू पनि प्रेत बन्छन् रे। बुवाको सङ्घर्ष र आमाको संस्कारलाई शिरोधार गरी जिन्दगीलाई बुझ्न सके हार पनि जित बन्छ रे। हजुरआमा भन्ने गर्नुहुन्थ्यो, असल संस्कारको बीजारोपणले घर त्यसै मन्दिर बन्छ रे। इमान इज्जतमा ख्याल राख्न सके
इमान इज्जतमा ख्याल राख्न सके बाँकी त सब दुनियाँले भन्छ रे। बोलीले बोल्छ रे उसको संस्कार कस्तो छ, हेराइले देख्छ रे उसको नियत कस्तो छ। मलाई आजभोलि कोही भन्दा ठुलो हुनु छैन, मलाई आजभोलि कोही भन्दा सानो पनि हुनु छैन। हुनु छ त केवल मलाई म नै हुनु छ। राम्रो छु म नै छु, नराम्रो छु म नै छु। म चाहन्छु म जहाँ जे गरे पनि घरमा मेरा बाआमाको शुभ मङ्गल होस्। मलाई मेरै बाआमाको आशीर्वादले सधैँ कुशल मङ्गल होस्।